हेलो एभ्रिवान, फुटबल टकमा स्वागत छ। म्यान सिटीले हार्न पुगेको छ न्युक्यासलसँग बाई द स्कोर अफ 2-1 एट सेन्ट जेम्स पार्क। इट वाज अ बिग लस फर म्यान सिटी आफ्टर दिस इन्टरनेसनल ब्रेक, किनभने म्यान सिटी आर बिहाइन्ड आर्सनल बाई 4 points and now the gap may go to 7 points if Arsenal win the game against Tottenham. Man City have created many chances but it was not converted to goal. गेममा चाहिँ धेरै चान्सेसहरू मिस भएको थियो। बोथ इनमा चाहिँ 50-50 चान्सेसहरू थियो। बोथ इनमा चाहिँ बोथ टिमको प्लेयरहरूले चाहिँ धेरै स्कोर गर्ने चान्सेसहरू मिस गरेको थियो र गेम ड्र हुने जस्तो थियो। बट न्युक्यासल गट द एडभान्टेज एन्ड दे स्कोर 2 goals with the help of Harvey Barnes at 60th minute. द तीनटै गोल चाहिँ लगभग 62 minute, like 65 minute and 70 minute मा भएको थियो। अनि न्युक्यासलले चाहिँ 2-1 को लिड लिएर गेम 2-1 मै सकेको थियो। एरिक हालान्डले धेरै चान्सेसहरू क्रिएट गरेको थियो। धेरै पोस्ट चार्जहरू चाहिँ निक पोप, गोलकिपर अफ न्युक्यासल, उसले बचाएको थियो। त्यसै गरी फिल फोडेनको पनि धेरै पोस्ट चार्जेसहरू चाहिँ मिस भएको थियो भने डोकुको पनि चान्सेसहरू मिस भएको थियो। यता न्युक्यासलको कुरा गर्ने हो भने चाहिँ न्युक्यासलको स्ट्राइकर भोल्टिमार्टले चाहिँ धेरै स्कोरिङ अपर्च्युनिटीहरू चाहिँ सिम्पल सर्टको तरिकाले पोस्टचार्ज गरेको कारणले गोलकिपर डोनारुमाले इजिली बचाइरहेको थियो। तीनटा यस्तो चान्सेस थियो जुन चाहिँ गोलै हुनुपर्ने थियो, तर त्यो चाहिँ डोनारुमाले बचाइदिएको थियो। यता म्यान सिटीले चाहिँ आफ्नो पोजिसन कन्ट्रोल राखेर फुल डोमिनेट गरेको थियो गेममा। बट न्युक्यासलले पनि आफ्नो ब्रेकमा चाहिँ चान्सेसहरू क्रिएट गरेको थियो। इट वाज अ हाई टेम्पो गेम। इट वाज अ भेरी बिग लस फर म्यानचेस्टर सिटी, किनभने म्यान सिटीको यो चौथो हार हो। अब यदि प्रिमियर लिग टाइटल जित्ने टिम हो भने चाहिँ यस्तो गेमहरू हार्न हुँदैन थियो, तर म्यानचेस्टर सिटीले यो गेम हार्न पुगेको थियो। बट अल्सो म्यानचेस्टर सिटी चाहिँ क्राइसिसमै छ भन्न मिल्दैन, किनभने दे हेभ अ गुड ब्याकअप एन्ड देयर साइनिङ आर राइजिङ, लाइक चर्की, राइन्डर, दे आर राइजिङ। डोकु इज इन हिज पिक फर्म। एरिक हालान्ड भन्नै पर्दैन। फिल फोडेन इज अल्सो ब्याक टु हिज बेस्ट। न्युक्यासलको कुरा गर्ने हो भने न्युक्यासलको चाहिँ धेरै गेमहरू हारेको कारणले गर्दाखेरि चाहिँ न्युक्यासललाई यो गेम जसरी पनि जित्नुपर्ने थियो। यो गेममा चाहिँ न्युक्यासलको हङ्गरनेस, न्युक्यासलको आफ्नो काउन्टर पार्टलाई टक्कर दिने चाहिँ आफ्नो जुन मोटिभ थियो त्यो चाहिँ सक्सेस भएको छ। त्यसैले कङ्ग्रेचुलेसन टु न्युक्यासल फ्यान एन्ड न्युक्यासल टिम।